हेलो आज चाहिँ फेरि मैले यो फ्लिपकार्टदेखि ल्यापटप क्लिनिङ एसेसरिज मगाएको छु। त यसको भित्र चाहिँ के छ, लिक्विड प्लस ब्रस छ। अहिले फ्लिपकार्टदेखि 2 दिनको बादमा बल्ल आइपुगेको छ। त्यसलाई चाहिँ अनबक्सिङ गरेर हेरौँ है त। हजुर काटी गरेर हेर्नेछौँ हस्। यसको अन्डरमा चाहिँ यो छ लिक्विड है। लिक्विड कति हो यो? मेरो ख्यालमा 250 ml हो। 250 ml छ। त यसको चाहिँ अहिले छानु। यसको अंदर चाहिँ यसको वाइपर छ यसमा चाहिँ है, वाइपर प्लस यसको मल्टीपर्पज टुल्स छ यसमा चाहिँ अनेक छ। टक्क छेडछाडमा सफाइको लागि यो छ है। मोबाइलको लागि पनि हो यो। यसको एयरबड्सहरुको लागि चाहिँ हो यो चाहिँ। एयरबड्स पनि साफ गर्दछ यसले। त यसले वाइपर लगाएर जस्तो यसमा लिक्विड स्प्रे गरेको बादमा चाहिँ नि यसले चाहिँ वाइपर गर्ने हो है त। त्यसै गर्के यो साइडमा पनि ब्रस छ मल्टीपर्पज, यो साइड है त। त फेरि यो पनि छ अझ ठुलो तरिकाले है। यहाँ चाहिँ हामी चाहिँ यसलाई मोबाइल स्ट्यान्डको रूपमा टक्क लाएर बसालेर फेरि साइडमा बसेर हेर्न सक्छ है त। यो छ यसको खासियत। यसमा क्लिनिङ एसेसरिजहरु छ भित्र है। यसले चाहिँ किबोर्डहरु एक गरेर निकालेर साफ सफाई गर्न सक्छ यसले चाहिँ भित्रदेखि नै। अनि यो चाहिँ लिक्विड ड्रप होला सायद। अब यसको इस्तेमाल के छ अब म बिस्तारै सिक्दै जान्छु है त। खानु हाल्यो ओके। यति नै छ टोटल है एसेसरिज। खास गरी यो दुईवटा आइटम हो टोटल। ग्रान्ड टोटलमा दुईवटा। यसको चाहिँ मल्टीपर्पज टुल्स। यसले चाहिँ अब चाहिँ ल्यापटपलाई चाहिँ निट एन्ड क्लिन गर्नलाई चाहिँ बिल्कुल मद्दत गर्नेछ। ओके, धन्यवाद।